जय श्री राधा श्री गोविन्द दामोदर स्तोत्रमको नेपाली अर्थसहित म वाचन गर्न गइरहेको छु। यसरी सुरु हुन्छ। करारविन्देन पदारविन्दं मुखारविन्दे विनिवेशयन्तं वटस्य पत्रस्य पुटेशयानं बालं मुकुन्दं मनसा स्मरामि। यो श्लोकले के भन्न खोजेको छ भने कमल रूपी हातले कमल रूपी खुट्टाको बुढी औँलालाई समातेर आफ्नो कमल रूपी मुखमा राख्ने अनि वरको एउटा पातमा सुतिरहेका बालरूप मुकुन्दलाई म मनैबाट स्मरण गर्न चाहन्छु। दोस्रो श्लोक छ। श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव जिह्वे पिपस्वा मृतमेत देव गोविन्द दामोदर माधवेति। यसको अर्थ के हुन्छ भने हे जिब्रो तैँले सदैव श्रीकृष्ण गोविन्द मुरारी नारायण वासुदेव तथा गोविन्द दामोदर माधवेति यी प्रिय नामहरू प्रेमपूर्वक पिराख है भनेर भन्न खोजेको छ। तेस्रो श्लोक छ। विक्रेतु कामा खिल गोप कन्या मुरारी पादार पित चित्त वृत्ति दध्यादिकं मोहवसादवोचद गोविन्द दामोदर माधवेति। यसको अर्थ के छ भन्दाखेरि हर पल आफ्नो चित्तवृत्ति मुरारीको कमल रूपी चरणमा लीन गराएका सबै गोपकन्याहरू आफ्नो घरबाट दुध बेच्न भनेर दही बेच्न भनेर निस्किन्छन्। तर मन चित्त सबै मुरारीमा समर्पित भएको हुनाले उनै मुरारीको प्रेमले वशीभूत भएर ल दुध किन्नुहोस् दही किन्नुहोस् भन्नको सट्टो गोविन्द किन्नुहोस् दामोदर किन्नुहोस् माधव किन्नुहोस् भन्दै गोपकन्याहरू टोल टोलमा हिँड्ने गर्छन् भनेर चाहिँ यो श्लोकले भन्न खोजेको छ। चौथो छ। गृहे गृहे गोपवधू कदम्बा सर्वे मिलित्वा समवाप्य योगम पुण्यानि नामानि पठन्ति नित्यं गोविन्द दामोदर माधवेति। यसको अर्थ ब्रजका प्रत्येक घर घरमा गोपी गोपाहरूको समूह एकत्र भएर एक आपसमा मिलिजुली गर्दै मनमोहन उनै गोविन्द दामोदर माधवेति जस्ता पवित्र नामका नित्य पठन स्मरण गर्दै बस्छन्। पाँचौं श्लोक छ। सुखम शयाना निलये निजेपि नामानि विष्णोः प्रबोधन्ति मर्त्य ते निश्चितं तन्मयतां व्रजन्ति गोविन्द दामोदर माधवेति। यसको अर्थ के छ भन्दाखेरि आफ्नै घरमा सुखपूर्वक ऐस आराममा बसेर सुतेरै भए पनि जो मनुष्य हे गोविन्द हे दामोदर हे गोपाल भन्दै विष्णु भगवानको स्तुति गाउँछ नाम जप गर्छ त्यस्ता मनुष्यले पनि निश्चित रूपमा नै भगवानको तन्मयता प्राप्त गर्दछन् भगवानलाई प्राप्त गर्दछन् भनेर भन्न खोजिएको छ यहाँ। छैठौं श्लोक छ। जिह्वे सदैवं भज सुन्दराणि नामानि कृष्णस्य मनोहराणि समस्त भक्तार्थी विनाशनानि गोविन्द दामोदर माधवेति। आहा कति साह्रै सुन्दर श्लोक छ। हे जिब्रो तैँले सदैव भगवान श्रीकृष्ण चन्द्रको अत्यन्तै मनमोहक नामहरू हे गोविन्द हे माधव हे दामोदर यति नै भजन गरेर बस। यी नामहरूले भक्तहरूका सम्पूर्ण दुःख कष्टहरू चाहिँ निवारण गर्ने गर्दछन्। सातौं श्लोक के रहेको छ भन्दा सुखावसाने इदमेव सारम दुःखावसाने इदमेव गेयम देहावसाने इदमेव जाप्यम गोविन्द दामोदर माधवेति। सुखको अन्तिम भनेको सार पनि के हो भन्दाखेरि चाहिँ भगवानको नाम हो। दुःखको अन्तमा गाउन योग्य र शरीरको अन्तमा देहावसानको बेलामा पनि गाउने भनेको जप्न योग्य के छ त मन्त्र भनेर भन्नुहोला भने यही हो हे गोविन्द हे माधव हे दामोदर श्रीकृष्ण भगवान। यति नै जिब्रोले चाहिँ जीवनको अन्त्यमा पनि जप्न सक्यो भने अवश्य पनि मान्छेको चाहिँ मनुष्यको चाहिँ तारण हुनेछ। आठौं श्लोक छ। श्रीकृष्ण राधा वर गोकुलेश गोवर्धन गोपाल नाथ विष्णु जिह्वे पिपस्वा मृतमेत देवम गोविन्द दामोदर माधवेति। यसको अर्थ भनेको के छ भन्दा हे जिब्रो तैँले चाहिँ पिउनी भनेको
एउटै अमृत छ, तैँले निरन्तर श्रीकृष्ण, राधा, रमण, ब्रजराज, गोपाल, गोवर्धननाथ, विष्णु, गोविन्द, दामोदर, माधव यस्ता नामहरूको सेवन गरिराख, भजन गरिराख भनेर चाहिँ यो श्लोकले भनेको छ। त्वमेव याचे 9औं श्लोक छ। त्वमेव याचे मनदेहि जिव्ये समागते दण्डधरे कृतान्ते वक्तव्यमेवं मधुरं सुभक्त्या गोविन्द दामोदर माधवेति। यसको अर्थ के छ भने, हे जिब्रो, तँलाई चाहिँ मेरो मनैदेखि एउटा चाहिँ अनुरोध छ, एउटा तँसँग भिक्षा माग्न चाहन्छु कि जब हाम्रो दण्डपाणी यमराज यो शरीरको अन्त्य गर्न आइबक्छन् छ, तब त्यो बेलामा प्रेमपूर्वक गदगद गदगद हुँदै हे गोविन्द, हे दामोदर, हे माधव जस्ता मधुर प्रिय नामहरू उच्चारण गरिरहनु, तेरो पक्कै पनि कल्याण हुनेछ। 10औं अथवा अन्तिम श्लोक छ। जिव्ये रसज्ञे मधुर प्रिया त्वं सत्यं हितं त्वं परमं वदामि आवर्णये त्वं मधुराक्षराणि गोविन्द दामोदर माधवेति। हे मधुरस पान गर्न उद्यत हुने जिब्रो, तँलाई मिठा चिजहरू एकदमै प्यारो लाग्छ, त्यो मलाई थाहा छ। त्यही भएर एउटा अत्यन्तै उच्चतम सत्य कुरा भन्न चाहन्छु जुन एकदमै हितकारी पनि छ। सदैव हे गोविन्द, हे दामोदर, हे माधव यी मधुर नामहरू लिइराख, पक्कै पनि तेरो कल्याण हुनेछ। जय श्री कृष्ण, जय श्री राधा, राधा वल्लभ लाल की जय।